हेलो गुड मर्निङ छ सबैजनाले। आज चाहिँ हामी फेरि आयौँ मर्निङ वक गर्नु लागि। म भाइ हाम्रो बिल्डिङको दिदीहरू पनि आयो। उनीहरू त अस्तिदेखि गर्दैछ र तर भेट भइ थिएन। आज चाहिँ हामी भेट भयो सबैजना। हामी चाहिँ आज पुग्यो नदी किनारमा। एकदमै राम्रो मौसम गइरहेछ। आज मर्निङ वक गर्नु लागि एकदमै राम्रो लाग्छ। अनि हामी मर्निङ वक गरेर आएर भाइ चाहिँ यहाँ एक्सर्साइज गर्दैछ। यहाँ चाहिँ हामी आज आर्मी क्याम्प लगे पुग्यो। अनि म चाहिँ तल जाँदैछु एक्सर्साइज गर्नुलाई। एकदमै राम्रो जग्गा छ यो तल, सबै मान्छेहरू गरिरहेछ। अनि म र भएर चालु भयो। म चाहिँ तपाईँहरूले अलिअलि देखाउँदैछु, सबै देखाउन सक्दैन। सबै देखायो भने एकदमै लामो भिडियो हुन्छ। अनि साथीहरू, पतला मान्छेहरू मोटो हुनुलाई चाहिँ उपाय छ, तर मोटो मान्छेहरू चाहिँ पतला हुनुलाई केही पनि उपाय रहेन रहेछ। एकदमै गाह्रो रहेछ, एकदमै साह्रो रहेछ। अनि यहाँ चाहिँ म गर्दैछु यसरी। हिजो जे गरेको थियो सेम गर्दैछु यसरी। रुममा पनि म यसरी नै गर्थेँ, तर हिजो मेरो यति नै जिउ दुख्यो। अलिकति धेरै मैले कुदेको थिएँ, एकदमै धेरै जिउ दुख्यो। आज चाहिँ अलिकति दुख्दैन होला कि भनेर यहाँ चाहिँ मलाई भाइले जिस्काइरहेछ कि मलाई चाहिँ यति हाँस उठिरहेछ भाइले के भनेर। अनि हामी मर्निङ वक एक्सर्साइज गरेर अब जानु लागेको छौँ। भाइ म दिदीहरू पनि आइरहेछ उतातिर। अनि एकदमै राम्रो लाग्दो रहेछ। बिहान बेलुका उठेर यस्तो गऱ्यो भने एकदमै राम्रो लाग्दो रहेछ। जिउ चाहिँ एकदमै हल्का लाग्दो रहेछ। अब हामी डेली आउनेछ। अनि हामी चाहिँ जानु लागेको छौँ म र भाइ। अनि यो साइडमा एकदमै भिड छ। अनि के छ भनेर यसरी हामी आएको त आन्टीले सोधेको त आज चाहिँ मेला छ अरे नदी किनारमा, रामरामी मेला एक दिनको हो भनेर भन्दैछ। अनि सबै मान्छेहरू यहाँ मेला लाउनु लागि कहिले यहाँ आइसक्रिम ल्याउँदैछ, कहिले यहाँ के दोकानहरू थापिरहेछ, कपडाको दोकानहरू थापिरहेछ। मान्छेले कपडाहरू ओसारिरहेछ। अनि मिठाईहरू पनि यहाँ पुरा तयारी गरिरहेछ। यो चाहिँ मर्निङमा 6:30 बजी सबै मान्छेले आफ्नो आफ्नो जग्गामा यसरी मेला लाउँदैछ। हामीले त थाहै थिएन, हामी त के हो भिड छ भनेर आएको त एकदमै ठुलो मेला लाग्दो रहेछ नदी किनारमा। हामी चाहिँ उता आर्मी क्याम्पतिर कुद्न गयो, यतातिर चाहिँ आएथ्यौँ हामीहरू। यसरी सबै मान्छेहरूले आफ्नो आफ्नो जग्गामा तिर्पालहरू टाउँदैछ। अनि यो चाहिँ म शङ्ख चुरी लिने भनेर लिनु खोजेको त बाजेले यति नै धेरै दाम भन्यो, दाम पनि मिलेन अनि लिएन। मान्छेहरूले पुरा ओसारिरहेछ। अनि यहाँ पनि सोधेको त यहाँ पनि त्यही सेम दाम भन्यो, दाम मिलेन। अनि हामी जाउँ भनेको भाइले। अनि भाइले चाहिँ एकछिन घुमौँ न भन्छ। अनि यहाँ चाहिँ सबैले मेला लगाइरहेको छ। अनि भाइले चाहिँ यहाँ सङ्घ बजाउँदैछ। उसले चाहिँ एकदमै राम्रो बजाउन आउँदो रहेछ। मैले त थाहा पनि थिएन, सुनेर छक्कै पऱ्यो म चाहिँ। अनि हामी चाहिँ अब चाहिँ जाँदैछौँ। गुड मर्निङ छ फेरि पनि सबैजनाले। आजको दिन तपाईँहरूको एकदमै राम्रो जाओस्।